नमस्ते सबैजनालाई। आज चाहिँ म यो महाबुला झाडी भलिबल फुटबल खेल्ने जग्गामा बिहानै सानो भ्लग बनाउनु आइरहेको छु। यो हेर्नु होला, अहिले चाहिँ बिहानै छ। अब त्यो उज्यालो हुने बेला भएको भर्खर हुनु आँटिरहेछ। तपाईहरु देख्नुहुन्छ यहाँ वरिपरि गाडीहरू आउने जाने गरिरहेको छ। म चाहिँ आज छुट्टी दिन यसो घुम्नलाई बाहिर मर्निङ वक गर्न हिँडेको। तपाईहरु के गर्दै हुनुहुन्छ? सन्चै हुनुहुन्छ होला, जस्तो छ त्यस्तै हुनु होला। यो चाहिँ महाबुलाको ब्लक नम्बर 2 को यो मस्जिद, यतापट्टि फ्यामिली कोर्ट छ। त्यहाँ ठुलो पानीको ट्याङ्क कुद्दैछ। यो चाहिँ महाबुल झाडी हो। भित्र चाहिँ अँधेरो छ अहिले। पहिला चाहिँ यो महाबुल झाडीमा सानो गार्डन बनाएको थियो। अहिले त्यो गार्डन हटाएछ। अब त्यो खोइ। अनि यो यता माथि ग्रेन्ड हाइफार छ ब्लक नम्बर 2 को। अनि यता भन्नु साथीहरू, यहाँ चाहिँ फ्यामिली कोर्ट। यो चाहिँ तलसम्म देख्नुहुन्छ नि, यो फ्यामिली कोर्ट हो। यो फ्यामिली कोर्टदेखि यता माथि पोस्ट मार्केट छ। अनि त्यस्तै हो। यो चाहिँ यहाँ चाहिँ भरे यहाँ चाहिँ प्रायः शुक्रबार चाहिँ भलिबल, फुटबल, क्रिकेट छुट्टी बेला यहाँ खेल्ने गर्छ सबैले। त्यही भएर हजुरले देख्नुभयो होला, यहाँ मर्निङ वक गर्ने मान्छे कुद्दैछ। यहाँनिर बिल्डिङहरू ठुल्ठुलो बनिसकेको छ। यो बिल्डिङ चाहिँ फ्यामिली कोर्ट हो। यो चाहिँ 1 नम्बरमा पर्छ। यो बिल्डिङभन्दा ठ्याक्कै यतापट्टि चाहिँ रोड, यतापट्टि चाहिँ यो चाहिँ महाबुल झाडी हो। झाडी भन्छ सानो एउटा पार्क, खुल्ला जमिन छ। त्यहाँ चाहिँ अब कोही छुट्टी वर्करहरू छुट्टी हुँदाखेरि काम गर्ने होइन, खेल्ने इन्टरटेनमेन्ट हो कि मनोरञ्जनको ठाउँहरू। यता चाहिँ भर्यो ग्रेन्ड हाइफार लाइन। यसको उतापट्टि यो मस्जिदको उतापट्टि पोस्टो, अलि माथि म्याङ्गो मार्केट छ है। म बिहान निस्केको। अब अहिलेसम्म कोही मान्छे छैन अहिलेसम्म त। एनिवे म त बिहान हिँडेको। अब कोही छैन यहाँनिर। अब मान्छे आउँछ एकछिनमा, भरे मान्छे एकछिनमा आउँछ। आयो भने यहाँ खेल्छ होला सबैजना मान्छेहरू। यो त झाडी हो, यसलाई महाबुला झाडी भन्छ। म पनि यहाँ बसेको धेरै भयो। महाबुल झाडीमा बिहानै आइरहेको छु। यतापट्टि साथीहरू कहाँको मान्छेको पनि एक्सर्साइज गरिरहेछ, उफ्रिरहेछ। एक्सर्साइज गर्छ। यो चाहिँ खुल्ला जमिन हो। यहाँ चाहिँ छुट्टीको बेला बाहिरको मान्छेहरू, काम गर्नेहरू खेल्ने गर्छ। यहाँ चाहिँ क्रिकेट खेल्ने, भलिबल खेल्ने काम गर्छ। यहाँ राम्रै छ। जेउस राम्रो कम्पनी पऱ्यो भने चाहिँ
कुवेतमा राम्रै छ, पैसा पनि ठिकै हुन्छ। 120 बेसिक स्यालेरी गभर्मेन्टले बनाइदिएको छ। अब त्योभन्दा मुनि आयो भने आफ्नो खुसी। तर आउँदा चाहिँ आफै कुरा बुझेर मेन पावर कसले केबाट थोरोमा आउने हो, इन्टरभ्यू लिएर आउने भने त्यो भयो भने करियर राम्रो हुन्छ। नराम्रो चाहिँ होइन है, कुवेत धेरै राम्रो छ घुम्नलाई, यता त्यता बस्न, साथीभाइ इष्टमित्र त्यति राम्रै छ। सङ्गत राम्रो भने सबै ठाउँ राम्रै हुन्छ। नराम्रो भने त कुरा त आउँदैन। तर पनि अब के गर्ने कसो गर्ने भन्ने कुरा चाहिँ आफू भन्नुपर्ने कुरा हो। म त त्यही भन्छु। म त यहीँ बाम्बोलामा बस्छु 10-12 वर्ष 14 वर्ष 15 वर्ष भइसक्यो होला। 2009मा आएको म यहीँ बसिरहेको छु। अब चाहिँ खोइ सोच्नु पर्दो रहेछ, जहिले विदेश त हुँदैन। म त्यही भन्छु होइन। साथीहरू कुदिरहनु भएको छ। छुट्टीको दिन हो, हिजो छुट्टी थियो, नाइट ड्युटी छ। अहिले 10 बजीसम्म छुट्टी हो, यस पछाडि त ड्युटी पनि हुनसक्छ। त्यो भएर ठिकै छ। यहाँ चाहिँ यो एरियामा पर्ने मान्छेहरू फरवानिया, महबुल्लामा बस्नेहरू चाहिँ यहाँ सालमिया, यो 3 जग्गा, महबुल्लाको 3 ठाउँमा चाहिँ घुम्न खाना बिहान छुट्टी यता त्यतामा चाहिँ राम्रो ठाउँ छ। यहाँ विकसित देशमा चाहिँ के हुन्छ भने यहाँ ठाउँमा सानो ग्याप यस्तो हावा खाने रुखहरू, यहाँ मान्छेको भन्दा धेरै खर्च गरेर यहाँ बोट बिरुवा रुखहरू रोपेको हुन्छ। यो रुख चाहिँ कस्तो खै थाहा छैन। यो रुख चाहिँ लाग्छ मलाई यो सानो त्यो नेपालमा सिरिसको बोट भन्छ त्यस्तो हुन्छ हुन चाहिँ। तर ठ्याक्कै त्यस्तो पात चाहिँ हुन्छ तर त्यो बढ्नुले धेरै माथि अग्लो चाहिँ गएको हुँदैन। जो त्यस्तै हुन्छ हुन चाहिँ। त्यसरी बसिरहेको छु। के हो यहाँ बस्नु पर्यो। यहाँ अहिले घाम झुलेको छैन। अहिले चाहिँ ठ्याक्कै कति बज्यो भने 6 बज्नु आँट्यो कुवेतको। त्यही भएर अहिले चाहिँ उज्यालो पनि भयो। अहिले यहाँ फ्यामिली कोर्टको सोफा, यहाँ अल-सफा के लेखेको छ अरबिकमा, त्यो अरू के होला, बिल्डिङ लेखेको होला सायद। यस्तो छ। यसको अगाडि नै नेपाल रेस्टुरेन्ट 2टा छ। त्यो नेपाल रेस्टुरेन्टको यता अगाडिपट्टि नेपाली मार्केट पनि छ, त्यसको नेपाली मार्ट लेखेको छ। त्यहाँ तपाईँहरू आउनुभयो भने सबै चिज मिल्छ है। एकछिन भरे अहिले यहाँ खुल्ला छ, अहिले त केही छैन। एकैछिन पछाडि आउँछ यहाँ खेल्ने मान्छेहरू। अहिले त म चाँडै आएको, अघि नै आएको हुन्छ बिहानै। पहिला त अँधेरो थियो, त्यही भएर अहिले चाहिँ म बिहानै भिडियो बनाएन। अहिले चाहिँ आउनु नि भिडियो बनाउनु मजा लाग्छ। माथि आकाशमा रकेट जस्तो उडाइरहेछ त्यो छ। अब त्यस्तो माथि ढुक्कुर चरेको, ढुक्कुर छ, ढुक्कुर चरी कुर गरिरहेछ हो। चराको काम कम कराउने। त्यस्तो छ हैन। ठिक छ। अब म बसिरहेको छु। म चाहिँ परे पूर्वको सुनसरतिरको हो। चरा कुरु गरेर चरा उडेर कता पो गयो त्यो त है।
यहाँ थियो यो रुखमा थियो यो रुख चाहिँ कता पो गयो उता यतातिर होला करे घर छ भन्छ ठिकै छ यहाँ मान्छेहरू छ कुद्दैछ हेर्दै हिँड्दैछ यो चाहिँ मावल झाडी हो मावल झाडी भन्दा मतलब कुवेतको माबुला ठाउँमा पर्ने एउटा सानो खुल्ला जग्गा छ त्यसलाई मावल झाडी भन्छ यहाँ मावल झाडी यो साथी यहाँ कहाँको मान्छेहरू पनि एक्सर्साइज गरिरहेछ राम्रो छ एक्सर्साइज राम्रो गर्छ गर्नु नि पर्यो यहाँ चाहिँ फुलबारी बनाएको थियो पहिला चाहिँ त्यति फुलबारी छैन अहिले चाहिँ